हेलो गाइस, वेलकम बैक टु माई च्यानल रामकुमार ब्लग। अनि आज चाहिँ एकछिन घुम्न जानु पर्यो। अब रात पनि परिसक्यो। एकछिन समुद्रतिर हावा खानु पर्यो। समुद्रको दृश्यहरू चाहिँ तपाईँहरूलाई देखाउँछु है। एकछिन वेट गर्नु होला है। ओहो, मैले त मुख पनि धोएको छैन उठेकोबाट। अनुहारै चाउरी परिरहेको छ। खतम भयो। ल साथीहरू, म मुख धोएर चाहिँ लाग्यो है त। आज चाहिँ यहाँ थोरै घुम्न आएको। यो नदीमा, यो चाहिँ यहाँको बराइनको राजधानी है। त्यो पारिपट्टि चाहिँ यो पारिपट्टि यो घरहरू, यो फुटबल, त्यो इन्टरनेसनल यहाँ फुटबलहरू, हरेक किसिम गेमहरू खेल्ने घर हो। यो चाहिँ रात परिसक्यो, अँधेरो अँधेरो भयो। टाइम नपाएर यसो एकछिन हावा खान निस्केको। यो लामो खालको घर चाहिँ अहिले कमसेकम यो बिल्डिङ यो 5-10 साल भइसक्यो, अझै बनिसकेको छैन। टुप्पोमा बन्न बाँकी नै छ। अब माछा मार्नेहरू सबै बोट खन्केर बसेको छ। यो सबै बोडै यो पारी चाहिँ यो हो, के भन्छ यसलाई, जुफेर भन्ने ठाउँ। सबै बोडहरू खन्किएको छ। माछा मार्नेहरू अब भोलि फेरि बिहानै निस्किहाल्छ यिनीहरू। बिहान चाहिँ एउटा हुँदैन, बेलुका मात्र ल्याएको। यो पुरा यहाँको राजधानी त्यो पारिपट्टि चाहिँ, म चाहिँ वारी छु त्यो पारिपट्टि। खतरा बिल्डिङ छ यो। हाम्रो नेपालमा यस्तो बिल्डिङहरू कहिले बन्ने हो? नेपालमा त तर यस्तो बिल्डिङ बन्नेहरू अब यो नै छैन। गभर्मेन्टले अब दिएकै छैन बनाउन। नेपालमा यस्तो खालको बिल्डिङ बन्नु भने चाहिँ साँच्चै राम्रो देखियो क्या। एकदम विकसित पनि हुने थियो होला। अब हुन त विकसितै छैन। ल, म चाहिँ समुद्रतिर गएर पनि आइसकेँ। अब तपाईँहरूलाई मेरो गार्डनको थोरै भ्युजहरू देखाउँदैछु है। हिजो अस्ति भन्दा चाहिँ अब धेरै पाकिसक्यो यो अहिले। अस्ति चाहिँ अब अलिक पाकेको थिएन। यहाँ हेर्नु है त साथीहरू, झरमर पाक्यो। यता जान्छ र झुप्पै फलेको छ कि पाकेर। ए धुलो लागेको छ र बता। के गुल्ली हो? यो फेरि खाएपछि के खाएकै गर्नु मन लाग्छ कि यो खालको छ। त्यही भएर यो मान्छेहरू कोही गार्डनमा भेट्यो भने खाएकै गर्छ र सुगरले भेटेर फेरि यो धेर खायो भने एकैसँग सुगरले भेटिहाल्छ। यो धेर खाने चिजै होइन क्या यो। हेर्दा मात्रै गुलियो छ, तर गुलियो अनुसार त्यही अनुसार यो डेन्जर पनि छ क्या। यो एकदम पावरफुल हो नि त। थु ए मेरो किम्बु पनि यत्रो भयो है। अहिले चाहिँ ठुलो भएको छ।
योपालि चाहिँ मजाले फल्छ होला। सानोमा त यस्तो लट्टा फलेको छैन अहिले। पहिलाचोटि यो सालमा 2 खेप फल्छ। यहाँ पनि छ एउटा सानो। यो सब्जीवन अहिले चाहिँ पौलिरहेको छ। मेरो केरा सानो छ, भर्खर सानो हुँदैछ। पहिला बुढापाकाहरूले तन्नेरीहरूले केरा नरोप्नु अरे भन्थ्यो। अब अहिले खै केरा रोपेको छु। अब मैले पनि त म तन्नेरी त होइन, बुढै हो। के हुन्छ अब केरा रोप्यो भने राम्रो हुँदैन भन्थ्यो। खै के हो पनि त, के नराम्रो हुन्छ। ओइ कुखुरा हो, हाम्रो कुखुरा है। ओह ओइ कुखुरा यो ठुलो भाले डडक, यो पोथीको यो बच्चा पनि छ। चारो खाँदैछ मोराहरू। ओ कुखुरा आइज। त्यो चाहिँ कराकै गर्छ क्या, खाँदैछ कराउँदैछ। के कराएको पनि केटाकेटीहरू सानो रुखको रोग गर्छन्, त्यस्तै रुन्चे छ। 1 नम्बरको रुन्चे छ है यो। ओ रुन्चे दुईटा थियो। एउटा चाहिँ यो स्विमिङ पुलमा पसेछ र यो मुनि पसेछ र गर्मीले ऊ तल पिक्लिक्क मरिरहेको छ। यो चाहिँ धन्न मरेन रहेछ। यो चाहिँ धन्न मरेन रहेछ क्या। यसको चाहिँ नसिब बडा रहेछ र बाँचेछ। अहिले कुदी हिँड्दैछ। सकरखण्ड सबै ढुट्टो बनायो यिनीहरूले। भाले कता गयो? ओइ भाले, यो चाहिँ लेमनको बोट है, कागती। भाले कहाँ उड्यो हौ? कहाँ उड्यो तिमीहरू? चारो खोजी खाँदैछ। दुईटा टुरा छ, दुईटा बुढाबुढीको एउटा बच्चा। पनि खजुर ठुलो छ खजुर।